होला तपाईँ पनि रमाइलो गर्नुहुन्छ भने मलाई कन्ट्याक्ट गर्नु होला म यता घुमाइदिन्छु मजाले रमाइलो गराइदिन्छु के छैन कि त्यसमा नो टेन्सन यार साथीहरू यार तिम्रो यार छ त यार साथी बात तो सही है दौड़ना तो पड़ता है सो गाइज हामी चाहिँ दार्चुलाको ट्याक्क भाइरल पुल है हिकिला भाइरल पुलमा हामी चाहिँ डलर भएर म थाहै होला हजुरलाई हेर्ने मान्छेलाई थाहा होला नहेर्नेलाई के थाहा र अब को आएको थिएँ के कहाँ गइरहेको थिएँ के गरिरहेको थिएँ भन्ने कुरा हेर्नेलाई थाहा हुन्छ नहेर्नेलाई के हुन्छ त्यही पनि टक्क मोटे भएर म अहिले यहाँ के भन्छन् यहाँ पुलमा टक्क मस्तले घुमिरहेको छौँ कस्तो लागिरहेको छ तिमीलाई पुलमा एकदम बबाल के दामी पुल छ त दामी पुल छ यहाँ तल नहेर न तल हेऱ्यो रिङ्गाट आयो भने खसेर मरिन्छ कि यहाँ त गाह्रो हुन्छ के हुँदैन पुलमै खस्छ पुल होइन कि कहाँ यहाँ हाम फाल्यो भने त्यहाँदेखि गाह्रो भएन अनि गाइज मैले यार कहाँबाट यसलाई लिएर आएको छु यहाँ आएर मऱ्यो भने त मेरो ए यस्तो नबनाऊ है यस्तो कुरा नगर्नु यस्तो कुरा गर्नु हुँदैन है यस्तो केही हुँदैन सो त्यही भएर अहिले चाहिँ हामी यता पुलमा रमाइलो समाइलो गर्दै अब ड्रोन सोन यताउति उडाउने भन्ने थियो है तर अहिले उचित समय चाहिँ नरहेछ है उचित समय छ र छैन कहाँ छैन कि त्यही भएर हो अहिले अब पछि नाइटतिर नाइट सिन मस्त आउँछ है नाइट सिनमा टक्क मिलाएर बनाउनु पर्ने हो यो चाहिँ पछाडि सुरुवात पोइन्ट यो चाहिँ अन्तिम धेरै ठुलो छ हो गाह्रो छ हो हिँड्न पनि गाह्रो छ के भन्ने अब पुलमा हिँड्दा गाह्रो छ त्यही भएर सो आउनु होला तपाईँ पनि रमाइलो गर्नुहुन्छ भने मलाई कन्ट्याक्ट गर्नु होला म यता घुमाइदिन्छु मजाले रमाइलो गराइदिन्छु के छैन कि त्यसमा नो टेन्सन यार साथीहरू यार तिम्रो यार छ त यार साथी तिमीले गर्ने कि नगर्ने अरूको लागि मजाले गर्ने कि यार छौँ क्या हामीहरू किन टेन्सन मानेको घुम्न चाहनुहुन्छ भने ल ओके छ घुम्न चाहनुहुन्छ भने भन्नुहोस् मजाले यो पुल होइन यस्ता पुल त कति देखाइदिन्छु यस्ता त देखाउन सक्दिनँ तर योभन्दा पनि अलि मिलाएर साना पुलहरू यताउति के छन् यता राम्रो र नराम्रो चिज सबै देखाउने छु है तिमीहरूले भन्नु मात्र पर्छ यो माथि चाहिँ हाम्रो पालिका दो गाउँपालिका वडा नम्बर 4 अहिले चाहिँ हामी यो पछाडि देखिने होला चल्लेगडा भन्छन् अगाडि हिगिला टक्क चल्लेगडादेखि हिगिला गइरहेको छ हामी चाहिँ नभएपछि त वहाँ रोड वहाँ घुमेर टक्क वहाँदेखि यहाँ आउनुपर्ने थियो त्यो चाहिँ धेरै लामो हुने थियो त्यही भएर यहाँ पुलसुल लगाएर एकदम राम्रै गरिदिएको छ भनौँ न के राम्रै छ हो राम्रै छ नराम्रो केही छैन मजाले मिलाएर टक्क यहाँ प्रतिक्रिया दिनुहोस् त तिमीलाई कस्तो के छ यहाँ माहौल कोही आउनु चाहनुहुन्छ कि यताउति भन न ल आउने भाइ दामी छ एकदम दामी छ यी तल हेर त मोबाइल खस्यो भने के हुन्छ गयो यस्तो चाहिँ नगरौँ है मोबाइल सुबाइल सिन पनि एकदम बवालै छ है छ नि बवाल यो मलाई चित्त यार ऊ भनेको योमा गएर यार कसरी त्यो नट किला कस्छन् भनेको के यार अरे स्टाइल होइन कि भाइ यार हेर्न तिनीहरूको कलेजो फोक्सो मुटु दिल र हामीहरूको हेर त हामी यो यता लगाएकोमा हिँड्न पनि यार अलि है त्यस्तो हुन्छ भनेपछि वहाँ गएर नट कसेर ओहो माई गड भन्न नसकिने हो यो पुल बनाउनलाई एकदम सलाम छ मनमुटु साथ सपोर्ट एकदम छ है खोइ कता ओ सो गाइज वहाँ चाहिँ के गरिरहेछन् त्यो चाहिँ मलाई थाहा भएन क्यामेरा उल्टा हुने सो त्यही भएर सो गाइज अहिले चाहिँ हामी टक्क यहाँ यो पुलदेखि आएर टक्क मिलाएर यहाँ पुगेर यहाँदेखि यहाँ पुगेर फेरि यहाँ आइपुग्यौँ यहाँ आएर कस्तो लाग्यो तिमीलाई अब डर लागिरहेछ यार गाइस ठाउँमा सोध्न पनि के गर्ने बेकार ठाउँ त बेकार हैन जन्नत ठाउँ त डर लागिरहेछ म देखाउँछु है यहाँ तल देखाउँछु म पर जान सक्दिनँ है फेरि मेरो कलेजो मुटु फोक्सो त्यो छानो छ सक्दिनँ म अच्छा सो यहाँ हेर्नुहोस् यस्तो छ यहाँको अवस्था कसैलाई मर्न चाहनुहुन्छ भने सुसाइड गर्नलाई एकदम यहाँ राम्रो छ है राम्रो छ एकदम राम्रो छ आउनुहोस् यता आउनुहोस्
टक यहाँदेखि खस्यो भने तल नदीमा आगाली पनि ओमा नुहाउन जाउँ र हुँदैन त्यहाँबाट फेरि चढ्नलाई कसरी आउनुपर्छ हामीले थाहा छ यहाँदेखि यो बाटो हुँदै 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 आउने पुरो माथि पुग्ने नुहाउनु जानु त्यहाँ भयो के गर्ने भन नजाने नजाने भन्यो ठिक छ नजाने नत्र गइदिने म त अहिले ठाउँको ठाउँ अलिक गाह्रो छ कि पर यहाँ जानलाई गाह्रो छ म हेर्न सक्दिनँ त्यही भएर यहाँ साइडमा हेरिरहेको छु टक्क पारेर मिलाएर के भइरहेछ भाइ होइन ठिक छ होइन के हुँदैन यस्तो त यो सानोतिनो हो खस्यो भने त्यो फेरि गइन्छ यहाँदेखि कहाँ बाँच्न सम्भवै छैन ओहो यो पहाड चढ्नु पऱ्यो अब पहाड टक्क लगाएर तेरे बिन नहीं लगता दिल मेरा ढोलना यहाँ चाहिँ यस्तो अवस्था हेर्नुहोस् यहाँको अवस्था यस्तो छ कस्तो हेर्नुहोस् कस्तो छ यस्तो छ यति राम्रो छ यसको अवस्था यस्तो छ बस यस्तो छ ओहो भट्टजी तिमीहरू धेरै बाख्रा भनिरहेको छौ तिमीलाई म बाख्रा देखाउँछु बाख्रा चराउनु गइरहेको छन् हामी चाहिँ गइरहेको छैनौँ ठिक छ त्यही पनि अरू गइरहेछन् म देखाउँछु ल उहाँ हेर्नुहोस् बाख्रा भट्टजी तपाईँको बाख्रा है ल तपाईँको बाख्रा यहाँ रहेछ मैले थाहा पाइसकेँ है यहाँ तिमी सानी पोलो अग्नु जान्छ कालो सेतो हरियो पेलो निलो धेरै छन् प्रकारको छरी जातका है तिमीलाई जात पनि मिलाएर रेट पनि मिलाएर सब मिलाएर दिन्छौँ टेन्सन नो टेन्सन अहिले चाहिँ उहाँ चराउनलाई गएको छन् है भट्टजीलाई दिनै पर्ने हो कि नै बाख्रा धेरै भनिरहेको थियो त धेरै यहाँ तिम्रो बिहेको यहाँको बनाउने अब भोज बनाउने यहाँ चाहिँ तिम्रो बिहेको भोज जे भगवान् यहाँ चाहिँ चप्पल लगाएर जुत्ता लगाएर न के हो त्यो थाहा छैन मलाई पनि त्यही पनि बिहाको बाद जानुभयो सरी चाहिँ भन्नै पर्यो हामीले हेर्नु न गाई झ्याएर तेरिका यस्तो ठाउँमा आएर अहिले चाहिँ हामी अलि रिटर्न हुने अब तर घरमा ठेक्क के गर्ने अब तल जाने ठेक्कमा जाने फेरि अब हामीले त्यहाँदेखि अर्को ठाउँमा जानुपर्ने हो अहिलेको ब्लग चाहिँ यहीँसम्म गरौँ के छ अब धेरै के गर्ने अब यत्तिकै हो सो त्यही भएर हम मिलेंगे आपको नेक्स्ट ब्लॉग में बाय बाय।